हेलो साथीहरू, सबैजनालाई जय बसी नमस्ते, गुड मर्निङ। घरबाट निस्किँदैछु म साथीहरू। 6:06 गयो। अलार्म पनि 6 बजेको बजेको थियो। अन्त 6 बजे पनि अँधेरो हुन्छ, यहाँभन्दा अगाडि त जानु पनि सक्दैन। अब त्यही हो साथीहरू, जाँदैछु। यहाँ बाजे पनि हेर्दैछ। मेरो साथी आयो कि आएको छैन? ए आयो, यहाँ छ, हिँड्दैछ। अँधेरै हुन्छ साथीहरू बिहान त। अब चाहिँ म घर फर्केको साथीहरू। होइन, उज्यालो पनि भयो। अघि कति अँधेरो थियो, अहिले त उज्यालो पनि भयो साथीहरू। अनि यहाँ चाहिँ कुकुरहरू पनि बिहान नै चराउनु ल्याउँछ हो। अन्त अब अलिक दिनमा कुकुर पुरा पिसाब बनाउँछ कुकुरको। अहिले त घाम लागिरहेको छ र पो त। ए जाडो छ र पो त। पानीको बोतल ल्यायो कि लिएन भनेर हेर्नु नि, यहाँ बगनबेली कस्तो मजाले फुलेको छ, देख्नु हो साथीहरू। घरमा आएर पनि अब मैले चाहिँ चिया पिएँ, अनि बाजेलाई भर्खर दिएँ चिया होइन। मलाई चाहिँ यो चिया पिउनुहुन्छ हो। हामीले पिउने त्यो नर्मल हुन्छ नि, सिटिसीहरू के त्यो पिउनु हुँदैन। म चाहिँ एकदम प्योर भन्दा पनि प्योर भेज हो। अदुवा लसुन प्याज पनि खानु हुँदैन होइन। अदुवा त खानुहुन्छ त्यो साथीहरू। त्यही भएर खाना पनि हाम्रो चाहिँ ज्यादा बन्छ। अनि आज चाहिँ घाम लागिरहेछ र पनि डुम्म भइरहेछ। त्यही हो साथीहरू। मैले चाहिँ बोजूको लागि चिल्ला बनाउने रहेछु साथीहरू। कोदोको सुप बनाएर खाएको। यसमा चाहिँ मैले लसुन जलाएँ, अन्त त्यहाँदेखि कोदोको पिठो लगाएँ, यस घिउ लगाएर लसुन जलाएँ, अदुवा जलाएँ। बाहिरको आवाज एकदम बेसी। रेसिपी हेरेपछि के खानु मन लाग्छ। म त मिठो भयो खालि भन्छु, सबैले आफूले बनाएको आफूले मिठो भयो भन्छ। यो चाहिँ मैले नुडल बनाएको, कसैलाई अब लगिदिनुलाई आन्टीको लागि। र मैले चाहिँ यहाँ झोल बनाएको छु, मकैको भात पकाएको छु। खान्छु, खाने बेला भएको छैन, पहिला यहाँ दिइहाल्छु, पेक गरिहाल्छु। बनाएको कोपी हो यो। अलिकति नुडल छ, मकैको चामलको भात छ, खाइ ल। यो चाहिँ झोलो मुला देखाउँछु ल। मुला होइन, आलु गोबीकै। म चाहिँ यस्तो सिम्पल चाहिँ एकदम झोल पुरा चाहिन्छ मलाई चाहिँ। बुढी मान्छे हो नि त, नुडल पहिला खानु पऱ्यो। इन्डियन स्टाइलको बनाएको, जिरा मसलाहरू लगाएर। कसैलाई बनाइदिनु, लगेर जानुलाई बनाइदिएको। मैले खाएको।
तपाईँहरूले खाना खानुभयो साथीहरू? यत्रो त सब्जी काटेर पनि चपाउनै सक्दिनँ हौ, निलिहाल्छु मुखमा हाल्ने बित्तिकै। साह्रो नराम्रो आदत छ, चपाउँ भन्छु भुलुक्कै गइहाल्छ। फेरि यत्रो दबाई चाहिँ निल्न के साह्रो परेको अन्त। निल्लिँदैन त। साथीहरू अब चाहिँ सब्जी मार्केट जानु आँटेको, 13 माइल भएर 13 माइल यति हो सब्जी मार्केटमा त। अघि नम्किन प्लास्टिकमा लगाएको कि मैले हात राम्रोसँग धुइनँ होला, सबै पोल्यो मुख दुःखो त। साथीहरू अब सब्जी मार्केट भेटौँला, यस्तै छ काम कुरो। न्यु इयर चाइनिज न्यु इयरको चाहिँ यसरी डेकोरेसन गरेको छ साथीहरू, ठाउँ ठाउँमा मजाले लाइटहरू जल्छ बेलुका चाहिँ। अनि यता पनि पर पनि गरेको छ हो, अब चाइनिज न्यु इयर अर्को महिना हो, यही महिना हो नि त, होइन हौ यही महिना बिच 16, 17, 18 कि उतै 3-4 दिन हुन्छ हौ छुट्टी। ठाउँ सबैतिर डेकोरेसन गर्छ साथीहरू, आफ्नो त छुट्टी छैन। हाम्रो पहिल्यैदेखि छुट्टी नभएर आशा पनि लाग्दैन हौ छुट्टीको त। अब चाहिँ सब्जी मार्केटबाट गएको साथीहरू, सपिङहरू गरिसके, कतिवटा पाइनँ। साथीहरू घर फर्केको हेर्नु, कुदेको भाइ आयो अरे हो, घर खाली जग्गा हुन्। कामबाट बिचरा बिहानै 6 बजी जान्छ, अहिले आएको होला कि अब खाना दिनुपर्छ नि त, त्यस्तो त भन्छ त। कुदेको जाऊ, कुदेको आऊ, र पनि अहिले अलिकति उयो छ, फ्री छ, पहिलाको जतिको चाहिँ छैन। गरम लाग्नु थाल्यो है। पतौराहरू साथीहरू यहाँ चाहिँ यसरी चाइनिज न्यु इयरमा चाहिँ ओरेन्ज लाउँछ है। अहिले चाहिँ हामी साथीहरू फेरि 360 सामान ल्याउन आइरहेको छु। बोजू यहाँ छ, साथीहरू रुममा आइसकेको छु। अनि रुममा आएर चाहिँ एकछिन मैले त्यो उयो के अरे फुल बनाएँ, अन्त हातले पक्रेछु, अन्त सकेँ। अब गाँस्नु खालि चाहिँ माला लाउनु पर्ने चाहिँ लाछिम, भोलि त आउँछ होला, भोलि टाइम पायो भने बनाउँछु अनि तपाईँलाई पनि देखाउँछु ल, लगाएर पनि देखाउँछु। हुन्छ साथीहरू, बाई बाई, गुड नाइट।